यो पाटेनाङ्गी 3100 मिटर उचाइमा छ। यहाँदेखि यसो भ्यू तल यो 5 थर सुकी पोखरी अनि यो तल चाहिँ लौका हिल अनि यहाँ अहिले तल यो फाउनन्द पदमार्ग आधी घन्टा 1 घन्टाको फेजबाट आइपुगिन्छ। यहाँ छिटो हिँड्यो भने ढिलो भने चाहिँ घन्टै लाग्छ। यतापट्टि इलाम यो राम्रो एक खालको आन्तरिक पर्यटन र पर्यटन प्रबन्धनको लागि राम्रो व्यवस्थापन गरेको रहेछ। यसबाट भ्यूहरू अत्यन्तै रमणीय छ। चराचुरुङ्गीको आवाज मात्रै सुनिन्छ। यो खासमा यहाँ पुधापु भनिन्छ। छिन्तापुलाई नै पुधापु भन्ने मुन्दुमी लगेको छ। पुधापु भनेको चराहरू बस्ने ठाउँ, चराचुरुङ्गीको उत्पत्ति ठाउँ। यहाँ चराहरू चाहिँ साइबेरियादेखि तल कोशी टापुदेखि आउने गर्छन् भन्ने कुराहरू पहिल्यैदेखि सुनेको हो। तर अब यसको चरा विज्ञहरूले यो कुरालाई चाहिँ अब कतिको प्रमाणित गरेका छन् त्यो त थाहा छैन। अनि हाम्रो कुङबाजी पनि आज एकदम इन्जोय गरिरहनु भएको छ। मनोरम हुनु त हामी त पहाडकै हो हुनु चाहिँ, तर पनि म चाहिँ आएको थिइनँ यो क्षेत्रहरू ठाउँहरू। देखि माथिको डाँडा रहेछ, नाम त थाहा भएन तर पनि 3000 हाइट यहाँ कुहिरो लागिरहेछ। यहाँदेखि अगाडि हामी छिन्तापु जाने तयारी गरिरहेछौँ। तर बाटो यहाँसम्म चाहिँ छ, उता चाहिँ बाटो छैन भन्ने कुराहरू आइरहेछ। उकालो डाँडामा 3000 मिटर समुद्री सतहदेखि निकै हाइट हो। यो छिन्तापु चाहिँ अझै उचाइमा छ भन्ने बुझियो। सम्भवतः यो 5 थरको उच्च स्थानमा रहने, उचाइमा रहने क्षेत्र हुनुपर्छ। यो माथिको डाँडा बन्टे फलेको हुनुपर्छ। यो पिखेथाम हो। ल ल पिखेथाम रहेछ है। यो त छिन्तापु त पुग्ने यो ठाडो कालो यो कसरी बाटो बनाउँछ। थाम डाँडा निस्किनु गाह्रो। बाटो झोडी नै झोडी छ। हो के पो गर्नु हो कुङबा, झोडीमा जानु नसकेला यस्तो हो त। झोडी नै झोडी छ त, झोडी नै झोडी हो। हो हिँड्ने ट्राभल गर्ने चाहिँ भर्जिन ल्यान्ड रहेछ कि सकिएला जस्तो छैन। तापुको डाँडै छिन्तापुको डाँडामा छौँ भन्न अलिक सकिएन। यो तल छ, हामी माथि छौँ। यो कुन कुन डाँडा हो हामीले पत्ता लगाउनै सकिएन। यो ओरेला जस्तो छ, के को बोट हो हलेको छ, कुहिरो छ। यहाँ चेपको बाटो, याङबेनको बोट। सबै यहाँ याङबेनहरू फलिरहेछ। पर्याङबाडी चाहिँ यहीँ मिक्ला भन्छ लिम्बू भाषामा। यहीँ मिक्ला।